सबैजनालाई जयमश्री। म अनिल पाठक। आज पनि म तपाईँहरूको बिचमा वचनबाट केही कुराहरू लिएर आएको छु अनि अलिक लामो समय पछाडि म तपाईँहरूको बिचमा वचनबाट केही कुराहरू लिएर आएको छु। आज चाहिँ म तपाईँहरूको बिचमा परमेश्वरले चाहिँ हृदय मात्रै होइन तर शरीरलाई पनि हेर्नुहुन्छ, शरीरका अङ्ग प्रत्यङ्गहरूलाई पनि हेर्नुहुन्छ भन्ने कुरालाई म तपाईँहरूको बिचमा प्रश्न गरिकन बुझाउन चाहन्छु। किन भन्दा धेरैचोटि हामीले पाप गरिराखेको छौँ, गल्ती गरिराखेका छौँ, आज्ञा विपरीत कामहरू गरिराखेको छौँ, यो भनेर कि प्रभुले चाहिँ हाम्रो हृदयलाई हेर्नुहुन्छ भनेर, होइन। अनि शरीरको बाहिरी अरू अङ्गहरूलाई चाहिँ हामीले ध्यान नदिँदै गर्दाखेरि हामीले चाहिँ पाप गरिराखेको छौँ, गल्ती गरिरहेको छौँ। किनभने प्रभुले चाहिँ तिमीहरूको शरीरबाट परमेश्वरको महिमा गर भनेको छ। शरीरको अङ्ग प्रत्यङ्गहरूलाई चाहिँ परमेश्वरका धार्मिकताको साधनको रूपमा चाहिँ धार्मिकताको काम गर्नलाई समर्पण गर, न कि पाप गर्नको निम्ति चाहिँ दुष्टताको साधनको रूपमा चाहिँ आफ्नो शरीरको अङ्ग प्रत्यङ्गलाई चाहिँ दुष्टताको कामको निम्ति चाहिँ समर्पण नगर भनेको छ। भने शरीरको अङ्ग प्रत्यङ्गहरूबाट पनि हामीले परमेश्वरको महिमा गर्नुपर्ने छ, शरीरका हरेक अङ्ग प्रत्यङ्गबाट, है त। तर हृदय मात्रै भन्दै गर्दा चाहिँ एउटा यत्रो शरीरबाट एउटा हृदय मात्रै प्रभुले हेर्नुहुन्छ त? एकछिन हामी क्वेसन गरौँ न। यत्रो सिङ्गो शरीरबाट यति धेरै अङ्ग प्रत्यङ्ग बनाउनु भएको छ, त प्रभुले के यो हृदयको कुराको मात्रै सत्यतालाई हेर्नुहुन्छ? तपाईँको हृदयको कुरालाई मात्रै हेर्नुहुन्छ त? होइन नि त। प्रभुले के तपाईँको हृदयको शुद्धता मात्रै चाहना गर्नुभएको हो र? के तपाईँको शरीरको शुद्धता, शरीरका अरू अङ्ग प्रत्यङ्गहरूको शुद्धता चाहना गर्नुभएको छैन र? होइन। जसले हामी भन्दैछौँ नि कि प्रभुले हृदयलाई हेर्नुहुन्छ भने त्यो व्यक्ति भ्रममा छ। उसले के भन्दैछ भने प्रभुले हृदयको शुद्धता मात्रै चाहनु भएको भनेको हो नि त। शरीरको अरू अङ्ग प्रत्यङ्गको चाहिँ प्रभुले शुद्धता चाहनु भएको होइन र? होइन। त्यो भएर हामीले यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्ने छ र म त्यही कुरा तपाईँहरूलाई बुझाउन चाहन्छु, है त। दोस्रो कोरिन्थी 7:1 के भन्छ भने, यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौँ र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढाउँदैछौँ। हामी यहाँ के भनेछ भने शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट चाहिँ हामी आफूलाई के गर्नुपर्नेछ, अलग राखेर राख्नुपर्नेछ र शुद्धतातिर चाहिँ बढाउँदै जानुपर्नेछ, है त। अनि पहिलो कोरिन्थी 6:20 के कुरा भन्छ भने, तिमीहरू मोल तिरेर किनिएका हौ, यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर भनेको छ। आमीन। यहाँ मोल तिरेर किनिएका हौ, यसकारण तिमीहरूको शरीरमा के गर, परमेश्वरको महिमा गर भनेको छ। भनेपछि प्रभुले हामीलाई नि मोल तिरेर किन्नु भएको चाहिँ यो शरीरबाट पनि उहाँको महिमा गर्नु, अनि शरीरबाट उहाँको महिमा गर्नु भन्ने बित्तिकै के हुन्छ भने हृदय मात्रै होइन, हृदय पनि के हो, एउटा शरीर भन्दा यो सिङ्गो शरीर हो। अनि यो सिङ्गो शरीरभित्र चाहिँ हृदय मात्रै छैन, होइन। आँखा छ, नाक छ, मुख छ, कान छ, होइन, जिब्रो छ, होइन, बुद्धि छ, होइन, हृदय पनि छ, हात छ, खुट्टा छ, लाजका अङ्गहरू छन्, होइन, थुप्रो चिजहरू छ नि त, थुप्रो अङ्ग प्रत्यङ्गहरू छन्, होइन, मुटु, कलेजो, किडनी, फोक्सो, थुप्रो छ, होइन। यी सबै कुराहरूबाट चाहिँ हामीले के गर्नुपर्ने छ, परमेश्वरको महिमा गर्नुपर्ने छ, है त। शरीर भन्ने बित्तिकै यी सबै अङ्गहरू पर्छन्। अनि अझ यसलाई स्पष्टसँग बुझ्नलाई हामीले हेर्नुपर्छ रोमी 6:12 अनि 13 पद। यहाँ के भनेको छ भने, यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्नु नदेऊ, है त। यहाँ के भनेछ, शरीरको अभिलाषा अनुसार चल्नु नपरोस् भनेर तिमीहरूको शरीरलाई, मरणशील शरीरमा चाहिँ पापलाई राज्य गर्नु नदेऊ। यो शरीरमा पापलाई राज्य गर्न दिनु हुँदैन। अर्थात् यो शरीर भन्ने बित्तिकै के छ, यो सबै अङ्ग प्रत्यङ्गहरूमा पापलाई राज्य गर्न दिनु हुँदैन। अनि 13 पदले अझै स्पष्ट बताउँछ, आफ्नो शरीरका अङ्गहरू दुष्टताको साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। हेर्नुहोस् त, आफ्नो शरीरको अङ्गहरू, होइन, शरीरको अङ्गहरू, किन शरीर त धेरै अङ्गहरू मिलेर बनेको छ, होइन। अनि मैले भने नि त्यो भित्रको एउटा अङ्ग चाहिँ के पनि हो, हृदय हो, होइन। अनि हामी त्यही एउटा अङ्गको मात्रै कुरा गरेर हुँदैन, समस्त अङ्गहरूबाटै, होइन, हामीले चाहिँ समस्त अङ्गहरूलाई नै दुष्टताको साधनको रूपमा पापको निम्ति चाहिँ प्रयोग गर्नु हुँदैन। अनि बाइबलले नगर भनेको छ भने त्यो नगरौ, यसमा हाम्रो बुझाइ आउँदैन, मेरो विचारमा आउँदैन, होइन। धेरैचोटि मान्छेले के भन्छ, होइन, मेरो बुझाइअनुसार ठिकै छ, राम्रो छ, फलानु पास्टरले भनेको हुन्छ, फलानु व्यक्तिले भनेको, होइन, गर्दा हुन्छ भनेर यस्ता कुराहरू आउँदैनन्। बाइबलले नगर भनेको छ भने त्यो चाहिँ के नै हो, नगर नै हो, है त। यो कुरा चाहिँ हामीले पक्का गरिकन बुझ्नुपर्ने छ। बाइबलले नगर भन्छ, त्यो नगर नै हो।
है त। र यो कुरालाई हामीले बुझौँ। अनि के भनेछ यही 13 पदमा, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै भई आफैलाई परमेश्वर कहाँ दिइहाल र शरीरका अङ्गहरूलाई धार्मिकताको साधन जस्तै परमेश्वर कहाँ समर्पण गर भनेछ। भनेपछि आफूलाई पनि परमेश्वर कहाँ दिइहाल्ने अनि आफ्नो शरीरको अङ्ग प्रत्यङ्गलाई पनि धार्मिकताको साधन जस्तै होइन परमेश्वर कहाँ समर्पण गर। तर हामीले पाप गर्छौँ, हामीले गलत गर्छौँ भने, आज्ञाको विपरीत प्रभुले नगर भनेको कुरा गर्छौँ भने चाहिँ बाइबलले भन्छ त्यो चाहिँ दुष्टताको निम्ति, दुष्टताको साधनको रूपमा चाहिँ हामीले पापको निम्ति चाहिँ त्यो अङ्ग प्रत्यङ्गलाई समर्पण गरेको हुन्छ। त्यही भएर हामीले बुझ्नुपर्छ हृदय मात्रै होइन, हाम्रो सबैको अङ्ग प्रत्यङ्गहरू, सिङ्गो शरीरलाई नै हामीले धार्मिकताको साधन बनाएका छौँ कि होइन दुष्टताको साधन बनाएका छौँ, होइन पापको कमारो बनाएका छौँ कि धार्मिकताको कमारो बनाएका छौँ, होइन। बाइबलले त के भन्छ, तिमीहरूको शरीरको र शरीरको अङ्ग प्रत्यङ्गहरूलाई चाहिँ धार्मिकताको साधनको रूपमा परमेश्वर कहाँ समर्पण गरिहाल। यो आँखालाई पनि धार्मिकताको साधनको रूपमा, नाकलाई, मुखलाई, कानलाई, होइन जिब्रोलाई, अनि मस्तिष्कलाई, हातलाई, खुट्टालाई, होइन लाजका अङ्गहरूलाई, होइन अब भित्री अङ्गहरू जति पनि छन्, मुटु, कलेजो, होइन यी सबै कुरालाई के गर, एउटा परमेश्वरका धार्मिकताको साधनको रूपमा परमेश्वरको महिमाको निम्ति चाहिँ समर्पण गर भनेको छ, होइन। अनि यी अङ्ग प्रत्यङ्गहरूलाई, तपाईँको आँखालाई, तपाईँको नाक, मुख, कान, होइन तपाईँको जिब्रो, तपाईँको मस्तिष्क, तपाईँको हृदय, हात, खुट्टा, होइन लाजका अङ्गहरूलाई चाहिँ दुष्टताको साधनको रूपमा पापको निम्ति चाहिँ समर्पण नगर भनेको छ। भनेपछि नगरको मतलब के हो, नगर नै हो, है त। तर यसमा हामी के भन्छौँ, त्यही चाहिँ मैले बुझेअनुसार, मैले पाएको प्रकाश अनुसार, फलानु व्यक्तिले भनेअनुसार भनेर हामी गलत गरिदिन्छौँ, होइन। अनि सबैको आफ्नो बुझाइ हुन्छ, यो पनि यो शब्द याद गर्नुहोस् है, सबैको आफ्नो बुझाइ हुन्छ भनिराखेर पनि हामी गलत गरिराखेको हुन्छौँ। गलत गर्नबाट हामी पछि हट्दैनौँ, है त। गलत गर्न हामी छोड्दैनौँ, त्याग्दैनौँ। अनि धेरैचोटि अनि यहाँ विशेष प्रयोग हुने शब्द के हो, प्रभुले हृदय हेर्नुहुन्छ। हो पक्का हो, प्रभुले हृदय हेर्नुहुन्छ, तर तपाईँको शरीरभन्दा तपाईँको हृदय मात्रै पर्दैन, सबै अङ्ग प्रत्यङ्गहरू पर्दछन्। यो कुरालाई पनि हामीले बुझ्नुपर्छ। र हृदय मात्रै होइन, सिङ्गो शरीर, तपाईँको केशको टुप्पोदेखि लिएर नङको टुप्पोसम्म परमप्रभुले हेर्नु भएको छ र ती सबै कुरालाई विचार गर्नुभएको छ र ती सबैबाट परमेश्वरले महिमा गर्न चाहनु भएको छ, ती सबै कुराबाट परमेश्वरले महिमा लिन चाहनु भएको छ। हामी यो कुरालाई चाहिँ हामीले एकदम ध्यानसँगले बुझ्नुपर्नेछ। अनि हामीले भन्ने कुरा के छ, जस्तो हामी धेरैचोटि भनिपठाउँछौँ नि, होइन खाने पिउने कुरा आउँछ, होइन जब खाने पिउने कुरा आउँछ नि, तब मान्छेले के भन्छ, खाने पिउने कुरा आउँदा, बोल्ने कुरा आउँदा, होइन लुगा लगाउने कुरा आउँदा, सिँगार पटारको कुरा आउँदा, होइन केस, छोरी मान्छेले केस काट्ने कुरा, के अरे छोरी मान्छेले केस पाल्ने कुरा र केस ढाक्ने कुरा, अनि छोरा मान्छेले केस पाल्ने कुरा, होइन अनि चर्चमा सङ्गति आउने कुरा, संसारको ढाँचा अनुसार नचल भन्दै गर्दा, अनि यी सबै कुराहरूमा मानिसले के भन्छ, आफ्नो मेरो आफ्नो सबै मानिसको आफ्नो बुझाइ छ, होइन मेरो बुझाइ चाहिँ यो हो, म चाहिँ यसरी नै चल्छु, होइन मेरो नियम यो छ, मेरो सिद्धान्त यो छ, होइन। तर तपाईँको नियम र तपाईँको सिद्धान्तलाई साइडमा लगाउनुहोस्, बाइबलसँग मिल्छ कि मिल्दैन, तपाईँको विचार बाइबलको विचार हो कि होइन, त्यो चाहिँ हामीले विचार गर्नुपर्ने कुरा छ, होइन। बाइबलले नगर भनेको छ भने त्यो चाहिँ नगर्ने। जस्तो खाने पिउने कुरा, धेरैचोटि मानिसले भन्छ, होइन खाने पिउने कुरा थर खाँदा केही हुँदैन, पिउँदा केही हुँदैन, तर बाइबलले के भन्छ भने नि शुद्ध र अशुद्धमा तिमीले के राख्नु, भेद राख्नु भनेको छ, होइन। अनि पहिलो कोरिन्थी 3:16 अनि 17लाई तपाईँले हेर्नुभयो भने, पहिलो कोरिन्थी 3:16 अनि 17 त्यहाँ के भनेको छ, होइन विशेष के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ। आमीन। यहाँ के भनेको छ, परमेश्वरको शरीर, के अरे परमेश्वरको मन्दिर चाहिँ के हो, तिमीहरूको शरीर हो, हामी मानिसको शरीर हो। अनि यहाँ भित्र परमेश्वर वास गर्नुहुन्छ, अनि जसले यो मन्दिरलाई नष्ट गर्छ त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ। हेर्नुहोस् है त, जसले यो मन्दिरलाई नष्ट गर्छ। अनि हाम्रो खाने पिउने कुराले नि शुद्ध र अशुद्धमा भेद नराख्दै गर्दाखेरि, जे पनि खाइदिँदै गर्दा, जे पनि पिइदिँदै गर्दाखेरि नि त्यो खाएको पिएको कुराले चाहिँ नि यदि यो शरीरलाई नष्ट गर्छ भने बाइबलमा प्रभुको वचनले के भन्छ,
परमप्रभुले त्यसलाई नष्ट गर्नुहुनेछ। यसै कारण बाइबलमा भनिएको तिमीहरूले शुद्ध र अशुद्ध, खानु हुने र खानु नहुनेमा चाहिँ भेद राख्नु भनेको। पावलले के भनेछ पहिलो कोरिन्थी 8:13 होइन, यदि मैले मासु खाँदाखेरि मेरो भाइको पतन हुन्छ भने म मासु खाँदिनँ। उसले त्यसै भनेको होइन, किनभने उसले उसले मासु खाँदै गर्दाखेरि चाहिँ उसको भाइको पतन हुन्छ भने, एउटा परमेश्वरको मन्दिर चाहिँ नष्ट हुन्छ भने नि, अर्कोले खाँदै गर्दा त परमेश्वरको मन्दिर नष्ट हुन्छ भने म खाँदिनँ भनेर पावलले बताइदिएको छ भने नि, सोच्नुहोस् त, हामी आफैले खाएर परमेश्वरको मन्दिर नष्ट पार्दैछौँ भने, पिएर परमेश्वरको मन्दिर नष्ट पार्दैछौँ भने, होइन, एकछिन विचार गर्नुहोस् त, के परमेश्वरले हामीलाई नष्ट गर्नुहुन्न होला? त्यही भएर खाने पिउने कुरामा हामीले भेद राख्नुपर्छ। के खाने, के नखाने, के पिउने, के नपिउने। तर यहाँनिर अहिले खाने पिउनेको कुरा गऱ्यो भने नि प्रभुले हृदय हेर्नुहुन्छ, जे खाने हुन्छ, जे पिए हुन्छ, प्रार्थना र वचनले सबै शुद्ध भइसकेको छ भनेर हामी भनिदिन्छौँ। हो, यो परमेश्वरको वचन हो, तर वचनको गलत अर्थ लगाइरहेछौँ गलत ठाउँमा, है त। परमेश्वरको वचनको अर्थ जहिले पनि सही ठाउँमा सही तरिकाले लगाउन जान्नुपर्ने हुन्छ, है त। यसै गरेर बोल्ने कुरा, होइन, बोल्ने कुराको विषयमा हेऱ्यो भने अब मान्छेले यो बोल्नुहुन्छ, यो बोल्नु हुँदैन भने नि मान्छेले त्यहाँ भनिहाल्छ। प्रभुले हृदय हेर्नुहुन्छ, मेरो आफ्नो बुझाइ, होइन, हामी यो भनिहाल्छौँ। तर बाइबलले नि के भन्छ भने, त्यसै भने तिम्रो जिब्रो चाहिँ एउटा अधर्मको दुनिया हो, होइन। एउटै पानीको मूलबाट चाहिँ तितो अनि मिठो निस्किँदैन, होइन, ननिस्किनु पर्ने हो। अनि हरेक मानिसले आफ्नै जिब्रोले बोले अनुसारको फल पाउँछ, जे बोल्छ त्यही, होइन। त्यही भएर हामी हेरौँ त एकचोटि हितोपदेशको पुस्तक हितोपदेश 4को 24लाई हेरौँ त, के भनेको छ हितोपदेश 4:24? कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढै रहोस्। आमीन। यहाँ भनेको छ कुवाक्य। धेरैचोटि मानिसले, विश्वासीहरूले पनि छाडा शब्द कुवाक्यहरू बोलिराखेको हुन्छ, होइन, छाडा शब्दहरू बोलिराखेको हुन्छ, होइन। तर बाइबलले के भन्छ? कुवाक्य तेरो मुखदेखि चाहिँ परै रहोस्, होइन। यहाँनिर स्पष्ट बताइदिएको छ, होइन। अनि भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढै रहोस्, टाढा राख भनेको नि त, होइन। कुवाक्य तैँले बोल्नु हुँदैन भनेको नि त। अनि बाइबलले मैले अघि भने नगर भन्छ भने त्यो के हो? नगर्ने हो। एफिसी 4:29लाई पनि तपाईँले हेर्नुहोस् त, एफिसी 4:29 के भन्छ? एफिसी 4:29मा, होइन, म पढिदिन्छु। एफिसी 4:29, तिमीहरूको मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। आमीन। हेर्नुहोस् त, यहाँ के भनेको छ? तिमीहरूको मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो बोली मात्र बोल्ने गर, जसले चाहिँ सुन्नेहरूलाई के मिल्छ? अनुग्रह मिल्छ। सुन्नेहरूलाई पनि के मिल्छ? राम्रो लाग्छ, होइन। सुन्नेहरूलाई पनि तपाईँको बोली सुनेर रिस उठ्दैन, होइन। सुन्नेहरूको पनि तपाईँको बोली सुनेर एउटा विश्वासी भएर यस्तो कुवाक्य बोल्छ, यस्तो छाडा बोल्छ भनेर भन्दै गर्दा तपाईँलाई त्यसले घृणा गर्ने मात्रै होइन, तपाईँलाई त्यसले नराम्रो भन्ने मात्रै होइन, तपाईँको बोलीले त्यसलाई चोट पुग्ने मात्रै होइन, तर त्यसले के भन्छ? यो त इसाई भएर पनि, एउटा क्रिस्चियन भएर पनि यस्तो बोल्दो रहेछ भनेपछि नि त्यो तपाईँको बोलीले चाहिँ नि प्रभुको महिमा त्यो व्यक्तिले गर्दैन। अब बल्दै कुरले क्रिस्चियन भन्ने यतिकै फटा, होइन, एउटा इसाई भएर पनि यस्तो गर्ने, क्रिस्चियन भएर पनि यस्तो गर्ने भनेर उसले सोच्ने गर्छ। त्यही भएर प्रभुको बदनाम हुन्छ। त्यही भएर बाइबलले भन्छ नि, अन्य जातिहरूको बिचमा मेरो नाउँको बदनाम चाहिँ तिमीहरूले नि, अर्थात् विश्वासीहरूले नै गरेका छौ भनिकन बाइबलले त्यसै भनेको पनि होइन। त्यसै गरी कलसी 3:7 देखि 10 पनि तपाईँले हेर्नुहोस् त। कलसी 3:7 र 10मा पनि के भनेछ? 7 देखि 10सम्म, तिमीहरू पनि यी कुराहरूमा रहँदा अघि एक समय यस्तै कुराहरूमा चल्दथ्यौ, तर अब तिमीहरूले यी सबै कुराहरू त्याग, रिस, क्रोध, डाहा, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसको चालहरू समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारणा गरेका छौ, जो चाहिँ आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेका छौ। हामी यहाँ के भनेको छ? त्यो पुरानो स्वभावलाई चाहिँ हो हामीले पहिले बोल्यौँ, तर त्यसलाई अब हामीले छोड्नुपर्छ। म त छोड्नै सक्दिनँ, होइन। यो त अब हाम्रो त धेरैचोटि हाम्रो मङ्गोलियन दाजुभाइ दिदीबहिनीहरू के भन्छ? यो त हाम्रो त बाउबाजेदेखि बोलिआएको हो, होइन भन्नुहुन्छ। तर त्यस्तो होइन। त्यसलाई चाहिँ त्यो पुरानो स्वभाव हो। बाइबलले भन्छ त्यसलाई चाहिँ त्याग। तिमीहरूको मुखदेखि फोहोर बोली, कुवाक्य निस्किनु हुँदैन। एउटै पानीको मूलदेखि तितो अनि मिठो निस्किनु हुँदैन।
कि मिठो मात्र निस्किन्छ? हुँदैन भन्दा पनि ननिस्किनु पर्ने भन्छ बाइबलले, होइन? निस्किँदैन, किनभने त्यो मुहान जस्तो छ त्यस्तै, होइन? त्यही भएर हामीले यो कुरालाई चाहिँ हामीले विचार गर्नुपर्छ। नि बाइबलले भन्छ जे भित्रबाट बाहिर निस्किन्छ त्यसले मानिसलाई अशुद्ध पार्छ। अनि हाम्रो बोलीले नि अशुद्ध पार्छ। त्यही भएर बोल्ने कुराहरू, यी छाडा बोल्ने कुराहरूदेखि लिएर झुट बोल्ने कुराहरूदेखि लिएर, होइन, गनगनका कुराहरूदेखि लिएर कतिवटा कुराहरू, सबै कुराहरू कति धेरै छ जो चाहिँ हाम्रो मुखबाट निस्किने कुराहरू छ। यी सबै कुराहरू चाहिँ हामीले त्याग्नुपर्छ। अनि छाडा बोल्न पनि त्याग्नुपर्छ, होइन? कुवाक्य बोल्न, फोहोर बोलीहरू बोल्न हामीले त्याग्नुपर्ने छ। अनि मान्छेलाई यो भन्यो भने चाहिँ हृदय हेर्नुहुन्छ भनेर धेरैचोटि धेरैजनाले भन्नुहुन्छ, है त? तर प्रभुले तपाईँको जिब्रोबाट पनि महिमा चाहनु भएको छ। तपाईँको ओठ जिब्रोबाट उहाँले महिमा लिन चाहनु भएको छ, है त? अब हेरौँ लुगा लगाउने कुरा। अब लुगा लगाउने कुरालाई पनि यो यस्तो लुगा चाहिँ लगाउनुपर्छ, विशेष गरिकन हाम्रो दिदीबहिनीहरूलाई यस्तो लुगा लगाउनुपर्छ भन्यो भने नि होइन, प्रभुले हृदय हेर्नुहुन्छ भन्नुहुन्छ, होइन? सिँगार पटार पनि को विषयमा पनि अहिले हामी हेर्छौँ। अनि लुगा लगाउने, किनभने बाइबलले के भनेको छ नि, लुका 17को 1लाई तपाईँले हेर्नुभयो भने त्यहाँ के भनेको छ? लुकाको पुस्तक 17को 1लाई तपाईँहरूले हेर्न सक्नुहुन्छ। लुका 17को 1 त्यहाँ के भनेको छ? यसुले आफ्नो चेलाहरूलाई भन्नुभयो, पाप गर्न लाउने परीक्षा निश्चय नै आउँछन्, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्। पाप गर्न लाउने परीक्षा, होइन? तपाईँको लुगा लगाइले, होइन, तपाईँको लुगा लगाइले चाहिँ अरूलाई पापमा फसाउँदैछ कि पापमा गिराउँदैछ कि? धेरैचोटि मैले लगाएको त्यस गिर्नु त्यसको समस्या हो। तर तपाईँको अङ्ग प्रत्यङ्गलाई प्रयोग गरेर, होइन, तपाईँको अङ्ग प्रत्यङ्गलाई तपाईँको नाइटो देखाएर, तपाईँको पेट देखाएर, तपाईँको छाती देखाएर, होइन, तपाईँको अरू लाजका अङ्गहरू देखाएर, होइन, अरू कुनै केटालाई अब तपाईँ त्यस्तै लुगा लगाएर हिँड्छ भने छोरा मान्छे त परीक्षामा धेरैचोटि पर्छै पर्छ, होइन? अनि तपाईँले मैले लगाएको त्यो पर्नु त्यसको गल्ती हो भनेर हुँदैन। यहाँ बाइबलले के भनेको छ? जसद्वारा आउँछ, तपाईँले लगाएको कारण तपाईँद्वारा आएको छ भने नि, कोही मान्छेको जीवनमा परीक्षा आएको छ भने नि तपाईँ लगाएको कारण थुप्रो छोरा मान्छेको जीवनमा परीक्षा आउँछै आउँछ। हरेक छोरा मान्छेको जीवनमा परीक्षा आउँछ भन्दा पनि हुन्छ, होइन? तर बाइबलले चाहिँ के भन्छ भने जसद्वारा त्यो परीक्षा आउँछ, तपाईँले लगाएको कारण तपाईँद्वारा आएको हो नि त, धिक्कार त्यसलाई, है त? धिक्कार त्यसलाई। त्यही भएर हामीले सभ्य लुगा लगाउनु पर्छ, सौदिलो लुगा लगाउनु पर्छ। एउटा बाइबलले भनेअनुसार सरल वस्त्र, होइन, धार्मिकताका वस्त्रहरू, त्यो आत्मिक कुरा मात्रै होइन, बाहिर शरीरमा पनि सरल वस्त्र लगाउनुपर्छ। सबै अङ्ग प्रत्यङ्ग छोपिने, होइन? कोहीको पातलो हुन्छ, सबै छोपिने त हुन्छ, तर के छ? पातलो छ, सबै देखिन्छ, छोपेको र नछोपेको एउटै हुन्छ। कोहीको बाक्लो छ तर छोटो छ। बुझ्दै हुनुहुन्छ होला मैले भनेको, है त? अनि तपाईँको कारण चाहिँ धेरै छोरा मान्छेहरू केमा पर्छ? परीक्षामा पर्छ। तर बाइबलले के भन्छ? धिक्कार त्यस मानिसलाई जसद्वारा परीक्षा आउँछ। तपाईँको लुगा लगाइद्वारा चाहिँ अर्को परीक्षामा पर्दैछ, तर धिक्कार त्यो परीक्षामा परेर त्यसको सायद पतन होला नहोला आफ्नो ठाउँमा छ, तर तपाईँलाई चाहिँ बाइबलले भन्छ धिक्कार, है त? त्यही भएर दिदीबहिनीहरू एकदम यो विषयमा याद गर्नु होला, प्रभुले हृदय हेर्नुहुन्छ भनेर जथाभावी लुगा लगाएर नहिँड्नु होला, है त? सिँगार पटार, है त? अब सिँगार पटार गर्नुहुन्न भन्यो भने अब यो एकदम गाह्रो परिहाल्छ यो पनि, है? तर पहिलो तिमोथी 2को 8देखि 15सम्म हेरौँ त। पहिलो तिमोथी 2को 8देखि 15सम्म के भनेको छ? पहिलो तिमोथी 2को 8देखि 15, यसकारण सबै ठाउँ 9देखि 15सम्म, यसै गरी म चाहन्छु कि स्त्रीहरूले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरुन्, केशको बढी श्रृङ्गार गरेर सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित हुन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँदछ। स्त्रीले पूर्ण दीनता साथ चुप बसेर सिकुन्, तर स्त्रीले पुरुषलाई सिकाउनु र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्न, तर तिनी चुपचाप रहन्, किनभने आदम नै पहिली सृजिएका हुन्, त्यसपछि हव्वा। आदम छलिएको होइन, तर स्त्री चाहिँ छलिएर अपराधमा फँसेकी हुन्। तरै पनि यदि तिनी सुशीलता साथ विश्वास, प्रेम र पवित्रतामा रहिन् भने बालक जन्ममा तिनी बचाइने छिन्। आमेन। यहाँ हेर्नुहोस् त, यहाँ के भनेको छ 9मा, है? मैले तलैसम्म पढिदिएँ। 9मा के भनेको छ? त्यसै गरी म चाहन्छु कि स्त्रीहरूले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरुन्। सरलता र भद्रता साथ एउटा सुहाउँदो वस्त्र
छोरी मान्छेहरूले सुहाउँदो वस्त्र पहिरिनुपर्छ। अनि म सिँगार पटारको विषयमा भन्दै थिएँ। यहाँ के छ सिँगार पटारको विषयमा वस्त्र पहिरिन्, भद्रता सरलताको वस्त्र पहिरिन् र केशको बढी सिँगार नगर है। सिँगार गरेर सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन भनेको छ। बहुमूल्य वस्त्रहरू सुन मोती होइन अनि केशको सिँगार पटार होइन यी कुराहरू पहिरेर चाहिँ होइन, तर असल कामद्वारा सुसज्जित हौ। असल कामद्वारा चाहिँ हामी सुसज्जित हुनुपर्छ। सिँगार बाहिरी सिँगार पटारले होइन होइन उत्तौलो लुगा लगाएर होइन अनि केशलाई त्यस्तै रातो निलो हरियो के हो अब त्यो बनाएर होइन होइन मेकअप एकदम होइन मेकअप गरेर पनि होइन होइन। तर यहाँ के भनेछ, तर असल कामद्वारा सुसज्जित हौ जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँदछ है। अनि अर्को पनि म पोइन्ट हेरेर अलिकति बुझाउँछु। पहिलो पत्रुस 3:1-7 है त। पहिलो पत्रुस 3:1-7 यहाँ के भनेको छ, पहिलो पत्रुस 3:1-7 यहाँ हेर्नु। पत्नी हो तिमीहरू पनि आफ्नो पतिको अधीनमा रहो र यसरी तिमीहरूले वचन पालना नगरे तापनि आफ्नो पत्नीहरूको आचरणले गर्दा शब्द बिना पनि तिमीहरूको मनको परिवर्तन हुन सक्छ। तिमीहरूको जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। अब यहाँ 3 छ, केशको सिँगार सुनको गहनापात दामी वस्त्र तिमीहरूको बाहिरी सिँगार पटार नहोस् भनेछ। अब यहाँ हेर्नुहोस् है, तिमीहरूको बाहिरी सिँगार पटार नहोस् होइन। बाहिरी सिँगार पटारको निम्ति हुने केशको सिँगार बाहिरी हो होइन, सुनको गहनापातहरू दामी दामी वस्त्रहरू होइन अनि अरू पनि अब यो एक्जाम्पलमा छ अरू बाहिरी सिँगार चाहिँ तिमीहरूको नहोस् है। मैले भने बाइबलले नहोस् भन्छ भने त्यो नहोस्। अनि यहाँ के भनेछ, तिमीहरूको भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ। किनकि यही किसिमले अघिका परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिँगार गर्थे र आफ्नो पतिको अधीनमा बस्थे। साराले जस्तै भनेछ यहाँनिर हेर्नुहोस् त, साराले जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्। यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। आमीन। हामी अब्राहमको अनि साराको छोरीहरू विशेष यहाँ छोरीलाई भनेको छ। छोरीहरू चाहिँ कतिकै ठहरिनेछ भन्दाखेरि नि यदि तिमीले उचित काम गर्यौ भने होइन र भयभीत भएनौ भने अनि तिमीहरूले बाहिरी सिँगार पटार गरेनौ भने र भित्री जो एउटा परमेश्वरको भक्ति गर्ने स्त्रीलाई सुहाउँछ, जो पहिलेका परमेश्वरको भक्ति गर्ने स्त्री होइन भनेपछि साराको कुरा गरिएको छ, एस्तर रानीको कुरा होइन। उनीहरूले भक्ति गर्ने स्त्रीहरूले सुहाउँदिलो मेकअप धेरैचोटि भन्छ होइन, एस्तर रानीलाई पनि पुरा मेकअप गरेर सजाइएको थियो भन्छ। होइन, त्यो त भक्ति गर्ने स्त्रीहरूले सुहाउँदिलो मेकअप बाइबलले भनेछ। भक्ति गर्ने स्त्रीहरू त्यसरी चाहिँ उनीहरू सुसज्जित थिए। दबोरा होइन यी स्त्रीहरू जो चाहिँ भक्ति गर्ने स्त्रीहरू थिए होइन, रुथ नाओमी होइन जति पनि हुनुहुन्छ होइन त्यो भक्ति गर्ने स्त्रीहरू, लेया राहेल रेबिका होइन। अहिलेको रेबिकाहरू त हेरि नसक्नु छ, फेरि अहिलेको राहेलहरू हेरि नसक्नु छ, अहिलेको रुथहरू त हेरि नसक्नु छ मेकअपले है त, वस्त्रले। त्यही भएर हामीले विचार गर्नुपर्छ, पहिले भक्ति गर्ने स्त्रीहरूले जस्तै गर्यो भने मात्रै हामी दिदीबहिनीहरू तपाईँहरू अब्राहम र साराको छोरी कहलाइनु हुनेछ। र बाइबलले भन्छ यो तिमीहरूको बाहिरी सिँगार पटार नहोस् होइन, तर भित्री हृदयको चाहिँ तिमीहरूको सिँगार पटार होस्। र बाहिरी पनि गर्छौ भने ठिक छ, तर कस्तो पहिले भक्ति गर्ने स्त्रीहरूले कसो गर्थे त्यो चाहिँ हामीले हेर्नुपर्छ। पहिले भक्ति गर्ने स्त्रीहरूले यो दुनियाँदारी घसेर हिँड्दैनथे होइन, रातो निलो कपाल बनाएर होइन दुनियाँदारी घसेर घाँटीदेखि मुनि कालो माथि सेतो होइन यसरी हिँड्दैनथे। नाइटो देखाएर छाती देखाएर होइन लाजका अङ्गहरू देखाएर पातलो लगाएर सबै देखिने माकुराको जालो जस्तो यसरी हिँड्दैनथे र यस्तो खालको सिँगार पटार पनि उनीहरूले गर्दैनथे। अनि यो चाहिँ तिमीहरूले गरेनौ भने तिमीहरू अब्राहम र साराको छोरी कहलाइनेछौ।
है। यसै गरेर अर्को हेरौँ, स्त्रीले केस काट्नु हुन्न तर केस ढाक्नुपर्छ, अनि पुरुषले केस पाल्नु हुन्न भन्ने कुरालाई पनि हामी हेरौँ है त। पहिलो कोरिन्थी 11:5 देखि 6, पहिलो कोरिन्थी है 11 अध्याय, पहिलो कोरिन्थी 11:5 र 6। तर शिर खुल्ला राखेर प्रार्थना गर्ने अथवा अगमबाडी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्छ, किनकि यो तिनले आफ्नो केस खौरेको जस्तै हो। किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केस काटोस्, तर केस काट्नु कि खौरनु स्त्रीको निम्ति, केस काट्नु वा खौरनु स्त्रीको निम्ति शर्मको कुरा हो भने त तिनले शिरमा घुम्टो हालोस् हैन, एउटा शिरमा घुम्टो हालोस्। केस काट्नु र खौरिनु चाहिँ स्त्रीको निम्ति के हो? शर्मको कुरा हो। त्यही भएर केस काट्नु र खौरनुको सट्टा चाहिँ के हो? यहाँ ढाकोस्, बाइबलले ढाकोस् भन्छ, ढाकोस् है त। अब 14 पदलाई पनि हामी हेरौँ ल है। पुरुषको लामो 14, 15 र 16 है त। विशेष 14 मा पुरुषले लामो केस पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भने के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? पुरुषको चाहिँ शर्मको कुरा, पुरुषले लामो केस पाल्नु चाहिँ शर्मको कुरा हो भन्छ यहाँनिर। तर यदि स्त्रीको लामो केस छ भने त त्यो त्यसको निम्ति गौरव हो। स्त्रीको चाहिँ फेरि लामो केस चाहिँ के हो? त्यो उसको के हो? गौरवको कुरा हो है त। किनकि स्त्रीको केस तिनलाई ढाक्नलाई दिएको हो है त। किनकि स्त्रीको केस तिनलाई ढाक्नलाई दिएको हो, याद राख्नुहोस् है। त्यही भएर त्यो केस चाहिँ काट्नु हुँदैन, पाल्नुपर्छ है त। अनि तर कसैले यस विषयमा विवाद उठाउन चाहन्छ भने हाम्रो यस्तो कुनै रीति छैन, न त परमेश्वरको मण्डलीहरूको नै छ। परमेश्वरको पनि र परमेश्वरको मण्डलीको पनि र प्रेरितहरूको पनि यस्तो कुनै रीति छैन कसैले विवाद गरिबस्ने। यसमा नगर नगर, सक्यो है त। अब यसमा हामी यहाँ के राख्छौँ? आफ्नै बुझाइ, हृदय हेर्नुहुन्छ हैन। हामी यस्ता कुराहरू राख्छौँ हैन। केसको कुरामा, सिँगार पटारको कुरा मेरो आफ्नै बुझाइ, प्रभुले हृदय हेर्नुहुन्छ, मेरो सिँगार पटार होइन हैन। लुगा लाउने कुरा प्रभुले हृदय हेर्नुहुन्छ, मेरो लुगा होइन, मेरो आफ्नै बुझाइ छ। बोल्ने कुरामा, खाने पिउने कुरामा, सबै कुरामा हामी यसरी। अब चर्च आउने कुरालाई पनि हामी हेरौँ हैन। अब छोरा मान्छेलाई कपाल नपाल के अरे नपाल भन्यो भने हैन, अब सम्झिहाल्छ फेरि, यहाँ यीशुलाई फोटोमा देखिहाल्छ, देखेको कुरा सम्झिहाल्छ। यति लामो थाहा छैन येशू ख्रीष्टको नि कपाल थियो कि थिएन, त्यो त मान्छेले बनाएको एउटा चित्र मात्रै हो है त। येशू ख्रीष्ट र कपाल थियो भने पनि उहाँ नाजिर हुनुहुन्थ्यो, उहाँ परमेश्वरको निम्ति अलग गरिएको एउटा नाजिर हुनुहुन्थ्यो र नाजिरलाई केस पाल्ने अधिकार छ। उहाँ पनि त्यसरी अलग गरिएको, परमेश्वरको निम्ति अलग गरिएको जसलाई नाजिर भनिन्छ, उसलाई उसको केस के हुन्छ? लामै हुन्छ। उसको केसमा छुरा लगाएको हुँदैन, जस्तै सिम्सन होइन। प्रभु पनि एउटा, येशू ख्रीष्ट पनि एउटा अलग गरिएको होइन। यसकारण पनि उहाँको हुनु पनि सक्छ, तर उहाँ चाहिँ थियो भने पनि उहाँ अलग गरिएको कारण थियो, पिताको निम्ति अलग गरिएको होइन, नाजिर भएको कारण थियो। नत्र कुनै थियो भन्ने पनि प्रमाण छैन होइन, थिएन भन्ने पनि प्रमाण छैन। तर यहाँ हेर्छौँ भने हामी पुरुषहरूलाई चाहिँ केस पाल्ने अधिकार छैन। छैनको मतलब छैन। यो हाम्रो पाल्छौँ भने याद राख्नुहोस्, तपाईँ शर्ममा पर्नुहुन्छ, तपाईँको इज्जत तपाईँमा इज्जत आउनु सक्दैन, तर तपाईँमा शर्म आउँछ। छोरी मान्छेहरूले केस काट्छ भने होइन र शिर ढाक्दैन भने त्यो उसको निम्ति शर्म हो, ऊ इज्जतमा छैन। तपाईँको र मेरो, किन तपाईँ र मेरो इज्जत भएको छैन भन्दा धेरैचोटि छोरा मान्छेले कपाल पाल्दै गर्दा इज्जत हुँदैन, छोरी मान्छेले कपाल काट्दै गर्दा तपाईँलाई राम्रो देखेर मान्छेले वाह भन्ला, तर एउटा बाइबल पढ्ने व्यक्तिले तपाईँलाई वाह भन्न सक्दैन, किनकि तपाईँको इज्जत हुँदैन तपाईँसँग, तपाईँको गौरव तपाईँसँग छैन है त। अब हामी हेरौँ है चर्च आउने कुरामा हिब्रू 10:25 है त। धेरैचोटि मानिसले चर्चमा आउने कुराहरूमा पनि के गर्छ? विवाद गरिराखेको हुन्छ है त। हिब्रू 10:25 है त। यहाँ के छ भने हिब्रू 10:25 मा कतिजनाको सङ्गति नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ, तर प्रभुको दिन नजिक आइराखेको तिमीहरूले देखेको हुनाले एकले अर्कालाई झन् प्रोत्साहन देऊ। आमीन। यहाँ के भनेको छ भने कतिजनाको चाहिँ सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीहरू चाहिँ एकसाथ भेला हुन नछोडौँ
हैन? र अरूहरूलाई पनि चर्च जानलाई चाहिँ हामीले प्रोत्साहन दिउँ र हामी आफै पनि जाउँ भनेको हो नि त यहाँ। यहाँ त्यही कुरा भनेको छ, हैन? तर हामी के सोच्छौँ भने प्रभुले हृदय हेर्नुहुन्छ, चर्चै जानुपर्छ भन्ने छैन। घरमै बसेर सङ्गति गर्दा पनि हुन्छ, सब्बत दिन घरमै बसेर पालना गर्दा पनि हुन्छ। हामी बुढाबुढी बस्छौँ, भजन गाउँछौँ, हैन? यसो वचनबाट हेर्छौँ, हैन? ठिक छ। तर बाइबलले भन्छ एकसाथ भेला हुन नछोड। मण्डलीहरू, विश्वासीहरू एकसाथ भेला हुन नछोड। यो चाहिँ आज्ञा हो। प्रभुले हृदय हेर्नुहुन्छ भनेर तपाईँ घरमै बस्नु मिल्दैन। धेरैचोटि मान्छेले थुप्रो बाहना गरेर पनि प्रभुले हृदय हेर्नुहुन्छ भनेर घरमै बस्छ। पेट दुख्यो, टाउको दुख्यो, हैन? पखाला चल्यो, हैन? यो मेरो त्यहाँ जानु थियो, त्यहाँ जानु थियो, हैन? सभा दिनमा पनि काम गरिराखेको हुन्छ, अनि काममा जानु पर्यो। कतिवटा ठाउँमा बाध्यता होला आफ्नो ठाउँमा, तर सभा दिन जसलाई चाहिँ गभर्मेन्टले पनि एउटा छुट्टी दिएको दिन, अनि तपाईँले अलिकति 2 घन्टा 3 घन्टाको समय निकाल्नु पर्ने नै हुन्छ। कसरी निकाल्नुहुन्छ थाहा छैन। जसरी तपाईँले आफ्नो कामको निम्ति प्रायोरिटी दिएर तपाईँले 1 हप्ता समय निकाल्नुहुन्छ भने के प्रभुको निम्ति तपाईँले 2 घन्टा 3 घन्टा निकाल्न सक्नुहुन्न भने नि अब मैले के भनौँ? आज्ञा उल्लङ्घन गर्दै हुनुहुन्छ, मैले के भनौँ तपाईँलाई? बाइबलले भन्छ तिमीहरू एकसाथ भेला हुन नछोड। तर मान्छेले हामी यहाँ के भन्छ, मेरो आफ्नै बुझाइ छ, मेरो आफ्नै समस्या छ, हैन? अनि त्यसो होइन। प्रभुले हृदय हेर्नुहुन्छ। म सङ्गति नभए पनि हृदय हेर्नुहुन्छ। अरे आज्ञा उल्लङ्घन गरिराख्नु भएको छ, तपाईँको हृदय देख्नु भएको छ। आज्ञा उल्लङ्घन गर्दा पनि देख्नु भएको छ। सही भन्नु, तपाईँको हृदय हेर्नु भएको छ प्रभुले। तर आज्ञा उल्लङ्घन गरेको हृदय हेर्नु भएको छ, जसले तपाईँलाई आशिषतिर होइन श्रापतिर लिएर जान्छ। दोस्रो कोरिन्थी 6को 14 देखि 18 सम्म। दोस्रो कोरिन्थी 6को 14 देखि 18 ल। यहाँनिर पनि हामी हेरौँ। अब हामी लास्ट एउटा बुँदा हेर्दैछौँ। संसारको ढाँचामा वा संसारसँगको सम्झौता हामीले गर्नु हुँदैन भन्ने कुरालाई। यो कुरा हामी दोस्रो कोरिन्थी है, दोस्रो कोरिन्थी 6को 14 देखि 18 सम्म यहाँ हेऱ्यौँ भने हेर्नुहोस् है त। किनभने हामी धेरैचोटि संसारको गीत सङ्गीत सुन्नु हुँदैन, संसारको फिल्महरू हेर्नु हुँदैन, संसारिक तौर तरिकाले हामी चल्नु हुँदैन। संसारका रीतिथितिहरू जो पहिले हामीले मान्यौँ ती सबै कुराहरू अब हामीले छोड्नुपर्छ, हैन? ती कुराहरू परमेश्वरको योजनाभित्र थिएनन्, परमेश्वरको इच्छाभित्रका कुराहरू होइनन्। एउटा विश्वासीले गरोस् भनिकन प्रभु चाहनुहुन्न भन्ने यी कुराहरू जब हामीले गऱ्यौँ भने नि के भन्छ, प्रभुले हृदय हेर्नुहुन्छ भन्छ, हैन? तर आज हामी वचनबाट हेरौँ, प्रभुले हृदय हेर्नुहुन्छ, तपाईँले गरेको नगरेको पनि हेर्नुहुन्छ, हैन? अनि त्यही अनुसार तपाईँसँग व्यवहार पनि गर्नुहुन्छ। हेर्नुहोस् है त, यहाँ के छ 14 देखि 18 सम्म। अविश्वासीहरूसँग एउटै जुवामा ननार्यो, किनकि धर्म र अधर्म के साझेदारी हुन्छ, अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता हुन्छ? ख्रिस्टको बेलियालसँग के सरोकार, वा विश्वास गर्नेको विश्वास नगर्नेसँग के समानता? मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनकि हामी जीवित परमेश्वरका मन्दिरहरू हौँ। जसरी परमेश्वरले भन्नुभएको छ, म तिमीहरूमा बास गर्नेछु र तिमीहरूको बिचमा हिँडुल गर्नेछु, म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू मेरो प्रजा हुनेछौ। यसकारण तिनीहरूको बिचबाट निस्केर आऊ र तिनीहरूबाट तिमीहरू अलग गाऊ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। आमिन। हेर्नुहोस् त, यहाँ के छ, कति मिठो कुरा छ, हैन? हाम्रो केही सरोकार छैन संसारसँग, हैन? सम्झौताको कुरा, समानताको कुरा छैन भन्छ बाइबलले। छैनको मतलब छैन। अब हामी क्रिस्चियन भयौँ, इसाई भयौँ, प्रभुलाई विश्वास गर्ने भयौँ। अब हामी हिजो संसारकै रीतिथिति, संसारकै संस्कृति, संसारमा हिजो हामीले के गरेको थियौँ ती सबै कुरा गर्नुपर्छ भन्ने छैन। हिजो संसारमा हिँड्दै गर्दा लगाएको लुगा, संसारमा हुँदा लगाएको लुगा, संसारमा हुँदा खाने पिउने गरेको कुरा, हिजो संसारमा हुँदा हामी जे मन लाग्यो त्यही खान्थ्यौँ होला, अब हामीले छोड्नु पर्यो। शुद्ध र अशुद्धमा भेद राख्नु पर्यो, हैन? हिजो हामी संसारमा हुँदा जथाभावी बोलेको थियौँ होला, अब विश्वास गऱ्यौँ, अब हाम्रो मुखबाट कुवाक्यो हट्नु पर्यो, अनुग्रहको मिठो बोली वचन, सुधारको बोली वचन निस्किनु पर्यो, हैन? हिजो संसारमा हुँदाखेरि हामीले शरीरका अङ्ग प्रत्यङ्गहरू देखाउने लुगाहरू लगाएर हिँड्यौँ होला, तर अब हामीले सरलता, भद्रताको वस्त्र लगाउनु पर्यो, हैन? बाहिरी पनि एउटा बाहिरी वस्त्र पनि हाम्रो सरलता अनि भद्रताको हुनु पर्यो। एउटा भक्ति गर्ने स्त्रीहरूलाई सौँदिलो लुगा हुनु पर्यो। सिँगारपटार हिजो संसारमा हुँदा हामीले गऱ्यौँ होला, तर अब हाम्रो ती सबै कुराहरूबाट अलग रहेर चाहिँ हामीले बाहिरी सिँगारपटार हामीबाट हटोस् भनेको छ, नहोस् भनेको छ, हुनु भएन। र भित्री हामी परमेश्वरको
वचनले हामी सिँगारिनु पर्यो, आज्ञा पालनले हामी सिँगारिनु पर्यो, जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ होइन। हिजो हामीले केस काट्यौँ होला, मुडुले बनायौँ होला, या त हामीले त के भन्छ बोइज कट काट्यौँ होला, के कटहरू काट्यौँ होला, ठिक छ, तर त्यसकारण हाम्रो इज्जत भएन होइन, हामीलाई शर्म भयो। तर अब चाहिँ हामीले पालौँ होइन, अब हामीले पालौँ होइन। हिजो संसारमा हुँदा के त्यो सबै कुराहरू छोडिदेऊ भनेको। छोरा मान्छेले हिजो संसारमा हुँदा केस पाल्यो होला, तर अब काट्नु पर्यो होइन। हिजो सङ्गति आइँदैन थियो किनभने हामीले विश्वासै गरेको थिएनौँ, तर अब हामी एकसाथ भेला हुन नछोडौँ होइन। तर हिजो संसारमा के गर्यौँ त्यो आज पनि हामी गरिरहेछौँ। खोइ परिवर्तन, खोइ नयाँ स्वभाव धारणा। पुरानोलाई त्यागेर, बाइबलले भन्छ पुरानोलाई त्यागेर तिमी नयाँ स्वभाव धारणा गर भनेको छ। अनि खोइ त हाम्रो नयाँ स्वभाव पुरानै अँगाले हिजो संसारमा हुँदा चलिआएको परम्परामा गइराखेको छौँ। टिका पो नलगाएको त होइन। कसैले साटासाट यसो भोज खाँदा के भएर होइन, हामी त्यतातिर नलागौँ होइन। त्यो कुरा बाइबलले हामीलाई अनुमति दिँदैन होइन। अरू बेला पनि छ हामीलाई खानलाई, साथीभाइसँग बसेर, आफन्तहरूसँग बसेर खानलाई अरू दिनहरू पनि छन्, अरू समयहरू पनि छन्। चाडकै समय मात्रै पनि पक्कै पनि छैनन् होइन। उपहार लेनदेन गर्नलाई पनि चाडकै समय मात्रै छैन, अरू समयहरू पनि छन् होइन। जतिखेर पनि त हामी दिनु सक्छौँ। के साथीभाइ आफन्त घर परिवारलाई एउटा उपहार दिन या उनीहरूसँग रमाइलो गर्दै भोजमा बस्नको निम्ति चाडपर्व मात्रै छ र? अरू दिनहरू पनि त छन् नि होइन। यो कुरालाई हामीले यो चाहिँ हिजो संसारको ढाँचामा जुन तरिकाले चलिरहेका थियौँ, अब हामी त्यो अनुसार नचलौँ होइन। चुरा पोते सिन्दुर सबै कुरा लगाइरहेको हुन्छ विश्वासीहरूले पनि होइन। म कतिचोटि यसो हेर्छु, म छक्क पर्छु। बाइबलले भन्छ ती सबै कुराहरू छोड, किनभने ती सबै कुराहरूको सम्बन्ध नि पवित्र आत्मासँग छैन, परमेश्वरसँग छैन। तर ती सबै कुराको सम्बन्ध चाहिँ संसारको देवी देवताहरूसँग छन्। अनि संसारको देवी देवताबाटै हामी अलग्ग भएर चाहिँ एउटा स्वर्गीय देवी देवता, स्वर्गीय परमेश्वर कहाँ आएका छौँ होइन। साँचो परमेश्वर कहाँ आएका छौँ भने अब त्यो संसारको देवी देवतासँग सम्बन्ध राख्ने ती चुरा पोतेहरू अनि ती सिन्दुरका कुराहरू, ती कुराहरूबाट हामी अलग रहनुपर्छ है। परम्पराका कुराहरूबाट अलग रहनुपर्छ। संसारको गीत सङ्गीतहरू, फिल्महरू हेर्ने हिजो हाम्रो बानी थियो नि, अब हामीले हेर्नु हुँदैन। किन हेर्नु? बाइबलमा फिल्म नहेर त लेखेको छैन, बाइबलमा गीत नसुन, संसारको गीत भजन नसुन भनेर लेखेको त छैन। तर किन सुन्नुहुन्न भन्दा संसारको गीत भजन र परमेश्वरको गीत भजन अनि संसारको फिल्म र परमेश्वरको फिल्ममा फरक छ। परमेश्वरको फिल्म, परमेश्वरको गीत भजनहरू के छ? पवित्र आत्माको प्रेरणामा छ। पवित्र आत्माको प्रेरणामा त्यो शब्दहरू लेखिएको छ, पवित्र आत्माले भरिएको मानिसहरूले गाएका छन्। अनि त्यो सुन्दै गर्दाखेरि पनि पवित्र आत्माको शक्ति हामीमा बग्छ र त्यही भएर भजन सुन्दै गर्दा एउटा विश्वासी निको हुन्छ, वचन सुन्दै गर्दा एउटा विश्वासी निको हुन्छ। परमेश्वरको फिल्महरू देख्दै गर्दा ऊ भित्र त्यो आत्माले छुन्छ, परमेश्वरको आत्माले छुन्छ र ऊ निको हुन्छ। तर संसारको फिल्म, संसारको गीत सङ्गीत नि पवित्र आत्माको प्रेरणाबाट छैन, संसारकै आत्माको प्रेरणामा छ। अनि त्यो हेर्दै गर्दाखेरि, त्यो सुन्दै गर्दाखेरि होइन, मानिसमा नि त्यही संसारको आत्माले काम गरिराखेको हुन्छ। जसरी गीत भजन सुन्दा, परमेश्वरको गीत भजन सुन्दा र फिल्म हेर्दा परमेश्वरको आत्माले काम गरिरहेको हुन्छ, त्यसरी नै संसारको गीत भजनहरू सुन्दै गर्दा, संसारको फिल्महरू हेर्दै गर्दाखेरि संसारकै आत्माले काम गरिराखेको हुन्छ। त्यही भएर हामी भन्छौँ संसारको गीत सङ्गीतहरू नसुन्नुहोस्, संसारको फिल्महरू नहेर्नुहोस्। हामीले यसकारण चाहिँ भनेको है त, किन त्योसँग हाम्रो कुनै समानता सम्झौताको कुरा छैन। नि यहाँ भनेको छ हामीले त येशू ख्रिस्टलाई त परमेश्वर भनेर ग्रहण गऱ्यौँ, परमेश्वरलाई परमेश्वरै भनेर ग्रहण गऱ्यौँ। तर परमेश्वरले चाहिँ हामीलाई कहिले ग्रहण गर्नुहुन्छ? परमेश्वरलाई हामीले पिता भनेर मान्यौँ, तर परमेश्वरले चाहिँ हामीलाई कहिले पुत्र भनेर मान्नुहुन्छ? हामीले परमेश्वरलाई राजाहरूका राजा तुल्यायौँ, तर परमेश्वरले चाहिँ कहिले हामीलाई आफ्नो प्रजा तुल्याउनुहुन्छ भन्दा यहाँ भनेको छ यसकारण तिनीहरूको बिचबाट निस्केर आओ। तिनीहरूको बिचबाट, त्यो संसार अनि संसारका यावत थोकहरूको बिचबाट तिमीहरू निस्केर आओ, ती सबैबाट अलग हौ भनेर यहाँ 17 पदमा भनेको छ। अशुद्ध कुरा केही नछ। अघि मैले भने नि अशुद्ध, अनि हामीले सुरुमै पढ्यौँ यहाँ 7को 1मा पनि होइन, शरीर र आत्माको अशुद्धताबाट चाहिँ हामी अलग रहनुपर्छ भनेर। अनि त्यो अशुद्धताहरूबाट हामी त्यो अलग रहौँ, त्यो अशुद्ध कुराहरू हामी छुँदा पनि नछौँ होइन। म तिमीहरूलाई ग्रहण गर्नेछु, अनि मात्र येशू ख्रिस्टले, पिताले हामीलाई ग्रहण गर्नुहुनेछ। जब हामी यी अशुद्ध कुराहरू, यी माथिका थुप्रै अशुद्ध कुराहरू जति पनि छन्, यीबाट जब हामी अलग रहन्छौँ, संसारको अशुद्धताबाट, शरीरको अशुद्धताबाट जब हामी अलग रहन्छौँ
बाइबलले भन्छ अनि म तिमीहरूलाई ग्रहण गर्नेछु। आमीन। हामीले पो येशू ख्रीष्टलाई ग्रहण गरेको त, होइन, चर्चमा घुँडा टेकेर। तर येशू ख्रीष्टले चाहिँ, परमेश्वरले चाहिँ हामीलाई कहिले ग्रहण गर्नुहुन्छ? जुन दिन नि हामी शरीर र संसारको अशुद्धताबाट अलग्ग हुन्छौँ। याद राख्नुहोस्, यहाँ नि भनेछ 18मा, म तिमीहरूको पिता हुनेछु र त्यसपछि जब त्यो अशुद्धताबाट अलग हुन्छ तब यहाँ भनेछ म तिमीहरूको पिता हुनेछु, म तिमीहरूलाई ग्रहण गर्नेछु र म तिमीहरूको पिता हुनेछु र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। अनि मात्रै जब हामी त्यो अशुद्धताबाट अलग रहन्छौँ अनि मात्रै परमेश्वरले हामीलाई ग्रहण गर्नुहुन्छ र उहाँको छोराछोरी तुल्याउनुहुन्छ। तर हामी के छौँ भने नि अहिलेसम्म सुन्नुहोस्, हामी कस्तो छौँ भने, अब मैले सकेँ, हामी कस्तो छौँ भने यी कुराहरू, खाने पिउने कुरा, बोल्ने कुरा, लुगा लगाउने कुरा, सिँगार पटारको कुरा, केस पाल्ने काट्ने कुरा, होइन, चर्च आउने कुरा, संसारसँगको सम्झौताको कुराहरू, होइन, सांसारिक ढाँचाका कुराहरू, हामी यी कुनै कुरा नछोडिकन, होइन, हामी भन्छौँ उहाँले मलाई ग्रहण गर्नुभएको छ, मैले विश्वास गरेको छु, मैले उद्धार पाएको छु, मैले मुक्ति पाएको छु। तर यी कुराहरू हामी गरिराखेको छौँ भने नि तपाईँले आफ्नो तरिकाले विश्वास गर्नुभयो, तपाईँले गलत विश्वास गर्नुभयो भनेको छैन, तपाईँले सही ठाउँमा विश्वास गर्नुभयो। तर तपाईँले विश्वास गर्दाखेरि नि तपाईँले संसारसँगै सम्झौता गरिराख्नु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। त्यो चाहिँ म भन्छु। जथाभावी विश्वास गरेर अब तपाईँले गलत हुन्छ, यो जान्ने पो भन्नु होला, थुप्रो कुरा भन्नु होला, यसमा पनि जित्नलाई तपाईँले भन्नु होला, होइन, प्रभुले हृदय हेर्नुहुन्छ, त्यसलाई के थाहा भन्नु होला। त्यो तपाईँको आफ्नो ठाउँमा छ। तपाईँले आफूले जित्नलाई पनि, धेरैचोटि मान्छेले आफूलाई जित्नलाई पनि प्रभुले अन्तिम वचनबाट यो कुराहरू देखाइदिन्छ, कतिले अझै यो कुरा सुनेर कति होइन प्रभुले हृदय हेर्नुहुन्छ त्यसले भनेर हुन्छ र भन्ने लागिराखेको होला। जित्नलाई, आफूलाई चित्त बुझाउनलाई पनि प्रभुले हृदय हेर्नुहुन्छ, मेरो बुझाइमा, मलाई लाग्छमा, होइन, मान्छे लागिराखेको हुन्छ। तर त्यो तपाईँको आफ्नो छ। हाम्रो चाहिँ अघि हामीले पढे जस्तै हाम्रो चाहिँ यसमा कुनै विवादको कुरा छैन, है, मेरो कुनै पनि यसमा विवादको कुरा छैन, मेरो स्पष्ट कुरा छ। गर भनेको छ गर्नुहोस् बाइबलले, नगर भनेको छ नगर्नुहोस्, है, यति मात्रै छ। अनि यी कुराहरू, यी साना साना कुराहरू देखिन्छन्, प्रभुले हृदय हेर्नुहुन्छ भने धेरैजनाले भनेर यी कुराहरू चाहिँ व्यवस्थाको बाहिरी कुराहरू चाहिँ व्यवस्था गरिरहेको कारण चाहिँ मैले यो कुरा तपाईँहरूको बिचमा राखेको, है। अनि मैले यो कुरा यसकारण पनि तपाईँहरूको बिचमा राखेको कि बाइबलले के भन्छ मत्ती 5:19 भने, यसै कारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा साना आज्ञालाई उल्लङ्घन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला त्यो स्वर्गको राज्यमा सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालना गर्ला र त्यसै गर्न सिकाउला स्वर्गको राज्यमा त्यो ठुलो कहलाइनेछ। आमीन। यहाँ के छ भने यी साना साना आज्ञाहरू नगर भनेका छन्। यी मैले यहाँ 7-8वटा तपाईँहरूलाई राखेँ। यी साना साना देखिन्छन् तर यी आज्ञा हुन्। अनि यी आज्ञाहरू यसकारण म तपाईँलाई नि सिकाउँदैछु, होइन, कि म आफै पनि पालना गर्दैछु र तपाईँहरूलाई पनि सिकाउँदैछु, होइन, ताकि म चाहिँ स्वर्गको राज्यमा ठुलो कहलाएँ। एक अर्को पोइन्ट छ लुका 17:2, त्यहाँ के भनेछ लुका 17:2मा, जुन मानिसले यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लाउँछ त्यसको गलामा चाहिँ जाँतोको एउटा पाटा झुन्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ, होइन। साना आज्ञाहरू, होइन, मध्ये एउटालाई, होइन, यी सानाहरूमध्ये एउटालाई पाप गर्न लगाउँछ भने आज्ञा उल्लङ्घन गर्नु पाप हो, है। अनि त्यो भएर कसैलाई पाप गर्न लगाउँछ भने, है त, त्यसलाई चाहिँ जातो बाँधेर फ्याल्दै हुन्छ भन्छ समुद्रमा, ढुङ्गामा बाँधेर फ्याल्दै हुन्छ ताकि त्यो तलै डुबोस् मरोस्, बाहिर ननिस्कियोस्, तैरिनै नपाओस्, अर्थात् त्यो नरकमै जाओस् भनेको हो नि त, है त। अनि यहाँ भने सानाहरू मध्ये भनेको छ एउटालाई भनेको छ। अनि साना भन्ने त्यो हामी सानो बालकहरू मात्रै सम्झिन्छौँ, तर ख्रिस्टमा सानाहरू पनि छन्। भर्खर विश्वास गरेर आएकाहरू ख्रिस्टमा सानाहरू हुन्, होइन, र साँच्चीकै उमेरले सानाहरू पनि छन्, साना बालकहरू पनि छन् र ख्रिस्टमा साना बालकहरू पनि छन्, है। यो दुवैलाई भनेको वचन 2 धारे तरबार हो, हामीले यसरी पनि बुझ्नु पर्ने हुन्छ, है। त्यो भएर म तपाईँहरूलाई यही कुरा भन्न चाहन्छु, प्रभुले हृदय हेर्नुहुन्छ पक्का हो, तर हाम्रो बाहिरी अरू कुराहरू पनि छन्, अरू अङ्गहरू पनि छन्, तिनीहरूलाई पनि हेर्नुहुन्छ। अनि यी कुराहरूलाई ख्यालमा राखेर, ध्यानमा राखेर अगाडि बढ्नु होला। प्रभुले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। हुन्छ, धन्यवाद। जय मसीह।